म विनोद भण्डारी 25 शनिश्चर वार्ड नम्बर 3 बाट यो अहिले सरकारले छुट्याएको कृषि सडक सम्बन्धी बजेट निकै राम्रो बजेट छुटिएको छ भन्ने सुन्नमा आएको छ। यो बजेट हाम्रो 25 शनिश्चर नगरपालिका अथवा 25 शनिश्चर मात्रै नभएर क्षेत्र नम्बर 3 मा त्यो बजेट कति कहाँ आउँदैछ, तपाईले कस्तो पहल कदमी गर्दै हुनुहुन्छ त्यो थोरै जानकारी गरिदिनु होला। र म अलिकति जानकारी पनि गर्न चाहे। 25 शनिश्चर वार्ड नम्बर 3 मा पथरी कृषि सडक भनेर उर्लाबारी शनिश्चर बजारदेखि तल सुन्दरी चोक जोडिने कृषि सडक एउटा सम्पूर्ण काम सकिएर यथावत स्थितिमा बसेको छ। त्यो कार्यान्वयन हुन मात्रै बाँकी छ र हिजो अस्ति भर्खरै एउटा पुल उद्घाटन पनि भएको छ। त्यहाँ त्यो सडकको बारेमा तपाईले कति बुझ्नु भएको छ र त्यसलाई त्यो कृषि सडकको बजेट त्यहाँ लागू हुन्छ कि हुँदैन त्यो हामीलाई प्रश्न पारिदिनु होला। र त्यस्तै गरी अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार केन्द्रीय सरकार छ, तर स्थानीय तहमा विभिन्न पार्टीका सरकारहरू छन् र अहिले आएर जनताको एउटा आशा छ, आशाको किरण छ। अब आउने सरकारले अहिले भइरहेको नयाँ सरकारले चाहिँ यहाँका बाटाघाटाहरूलाई समयमै रिपेयर गर्दछ, खाल्डाखुल्डीहरू पुर्दछ, राम्रो बाटोहरूमा हामी हिँड्न पाउँछौँ, समयमै नै यी कामहरू हुन्छन्। यी काम कदमीका लागि कस्तो पहल भइरहेको छ र तपाईँ पनि अहिले सायद त्यही बाटो घुम्दै आउनुभयो होला, आउँदै गर्दा बाटाका खाल्डाहरू देख्नुभयो होला। बाटा हुने स्विमिङ पुल त हामीलाई छुट्याउनै गाह्रो पर्छ, तपाईँ साइकल हिँड्न पनि गाह्रो छ। अहिलेको स्थिति त्यस्तो छ। वडामा गएर कुरा गर्यो हामीलाई बजेटै छैन, यो बारेमा हामीलाई केही थाहै छैन, माथिबाटै बजेट आयो भने मात्रै काम हुन्छ भन्ने हामी सूचना पाउँछौँ। र यसको बारेमा तपाईँले माथिबाट वडासम्म अथवा नगरसम्म यस्ता कार्यहरूलाई छिट्टै सम्पादन गर्नको लागि तपाईँहरूको कस्तो रणनीति छ त्यो पनि हामीलाई छिट्टै जानकारी दिनु होला र यो कामहरू छिट्टै होस्। यी बाटाघाटाहरूमा यिनै जनताले जिताएका प्रतिनिधिहरू आशाका किरण लिएर त्यो ठाउँमा पुग्दै गर्दा तिनै बाटामा हामी लडेर मर्नु पर्दाको स्थितिलाई पनि थोरै मध्यनजर गर्दै यी कुराहरूलाई संसदसम्म पुर्याइदिनु हुन अथवा हाम्रा नेता गणेश कार्कीसम्म पुर्याइदिनु हुन पनि म विनम्र अनुरोध गर्न चाहन्छु। हवस् त, धन्यवाद।